Hello everyone. It's the condition of Plattsburgh. हामी चाहिँ अहिले भरमा जाँदैछौँ. This is my outfit. This is my house. Here's the car. Let's go, Vermont. This is where I live. This is the house. The boys are here. This is the tree, the car, the sky, and this is the whole locality, the community we live here in Plattsburgh. The boys are ready. Let's go. It's a Vermont जाँदै मासु भात उठाउन मतलब पनिर उठाउन दिँदो छ नि त तिम्रो के छैन हौ माया छ धेरै नै लागिसक्यो जान देऊ माया तिमीलाई कसरी बाँच्न सिकेछु तिमीलाई पाएपछि तिम्रै चित्र गरी तिम्रै बातहरुमा सारा संसार भुली राखौँला तिमीलाई सोचे गरी बाहिरको मल गनायो गाइज कस्तो गनाएको छ हामी चाहिँ अहिले डङ्किङ आएपछि यो चाहिँ एकदम युनिक डङ्किङ हो घर जस्तो डङ्किङ छ गाडी यहाँ राख्यौँ डङ्किङ सिटलाई हामी चाहिँ डङ्किङ आइसक्यौँ हामी भर्मर आइसकेका छौँ टुङ 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 ट्र्याक लगाएर एकदम जाडो छ फर्स्ट टाइम भ्रमणमा आएको छु म अनि यो पार्टमा चाहिँ यो पार्टमा होइन एकदमै एक्साइटेड फिल गर्दैछु म नि फर्स्ट टाइम हो यो पार्टमा चाहिँ यहाँ छ कस्तो फिल हुँदो रहेछ पहिलोपल्ट कहाँ पहिला त लास्ट जाडो छ अहिले त कपाल यहाँ उडाइसक्यो जाडोले केही मतलब गर्दैन हामीलाई हामी वीर गोर्खालीहरू अगाडि निकै नै राम्रो दृश्य देख्दैछु म अगाडि मैले राम्रो दृश्य देख्दैछु क्यामेरा घुमाएर दर्शक पनि क्यामेरामा घुमाएर देख्नेवाला छु अब 1 2 3 एकदम जाडो ठाउँमा आएको छौँ हामी केटाहरू यहाँ उफ्रिरहेछन् ओहो लास्टै हावा हाइट ठाउँ त एकदम नाइस छ ट्याक्क यताबाट घाम रहेछ ट्याक्क यताबाट यस्तो गर्दाखेरि अनुहारमा दादा कस्तो आएर ठाउँ चिसो चिसो है टफ जाडो छ है जाडो चाहिँ गाइजहरू यो चाहिँ भर्मन्ट हैन के बाल्ने रे कुकुर पाल्ने कुन वाला मलाई पनि हुन्छ मलाई त होइन मलाई पाए चाहिँ जर्मन छ मलाई त ल्याब्राडोर पाल्न मन छ घरमा मैले हेरेँ कलेक्सन छ देखेको क्या ल्याब्राडोर मेरो घरमा जस्तो छ त्यस्तो मेरो त माल कलेक्सन छ दाइ के को कुकुरको कुकुरलाई माल भन्छौ भने तिमीलाई कुकुर पाल्न दिनु नै त्यही हो सिस्टम सिकाएन मलाई कुकुरलाई के गर्यो भनेर त्यही जर्मन शेफर्ड चाहिँ फर द लभ अफ डग क्या दाइ हैन दुईटा कुकुर बाल्ने भनेपछि हैन त्यसपछि फर द लभ गर्छ मलाई केन कोर्स नि काने कोर्स हो के हैन के भन्दाखेरि हैन जगना फर्स्ट मेरो यस्तो छ हैन एउटा ट्युबलेट मास्टिफ त्यो मास्टर पात त हैन त्यो चाहिँ भोटे कुकुर हो फेरि भोटे कुकुर अनि अर्को चाहिँ गोल्डन छैन गोल्डन पनि पाउँछ दाइ ढुक्के गोल्डन पनि कुकुरको नाम हो कुकुर कुन पाल्छ भनेर सोधेर केनल खोल्छ भनेर सोधेर हैन हैन पाल्छ फार्मै खोल्ने हो र भने त्यही घरमा कुन पाल्ने भनेको सेपरेट पनि पाउँछ अस्ट्रेलियन सेफर्ड चाहिँ क्युट हुन्छ हैन माल राम्रो लाग्छ त्यतिसम्म चाहिँ पाउँछ होला गफै मात्र हामी चाहिँ अब यहाँ आइसक्रिम खाना बेन जेरी आइपिएम यो चाहिँ चर्च स्ट्रिट एकदम झिलिमिली हुन्छ है ट्याक्क सबैमा झिलिमिली अहिले राति त सबैको घरमा यस्तो ल्याडर हुन्छ टफ बेन एन्ड जेरी गाइजहरू हामी चाहिँ यहाँनिर पियर्सिङ हान्न आइसक्यौँ जस्ट 50 रुपिस
आइसक्रिम खाइसक्यो मेरो यति बाँकी छ उसको सकिसक्यो यहाँ चाहिँ पियर्सिङहरू लगाइसकेका छौँ हामी ओ टप छ सबैजना wow this guy is here एकपल्ट चाहिँ भइसकेको छ क्या हामी यहाँ आइसक्रिम खाँदैछौँ यहाँ चाहिँ पियर्सिङ हुँदैछ आज प्रधानको सन्तानले पनि खुसी भएर खाउनु होइन अनि प्रधानको सन्तानको घर जाने Damn! सगरमाथा जम्मा पहिला हामी चाहिँ यहाँ नेपाली पसल आइपुगिसक्यौँ प्लासबाट अर्कै छिराउनु परेको छ हामीले एकदमै धेरै दिदीको माया पाएका छौँ धेरै माया पाएर हाम्रो गरिबी अपरम्पार त्यही, बराबर बराबर। सेम धेरै 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 अब चाहिँ हामी वे टु होम अब चाहिँ हामी ट्याक्क नेपाली थाली खानलाई नमस्ते किचन आइपुगिसकेका छौँ ट्याक्क सबजना धेरै पछि एक हप्तापछि फेरि नेपाली थाली खान आइसकेका छौँ हामीले खाइसक्यौँ पेट थाम्दै हुनुहुन्छ यता चाहिँ तर यता राष्ट्रिय भातमा त हेर्ने हो कि हल्का त्यहाँनिर कस्तो फेरि भइरहेको छ यत्रो खाएर वर्ल्ड रेकर्ड बनाउनु भएको पहिलो व्यक्ति हो हैन नेपालको नाम त्यही। विजय साई पछि कोही हुनुहुन्छ त्यही त्यही यहाँ चाहिँ केटाहरू टोइलेटमा कुद्दैछ यहाँ भ्याकेन्ट छैन नि त क्या टोइलेटको ढोका खोल्न लागिरहेको छ नि तर क्या असफल भएको अवस्था छ धेरै खाएर साथीमा लड्यो भन्ने हल्ला। बाथरुममा लड्यो भन्ने हल्ला छ निस्किसक्यो आज यदि सामान घरमा आएको छ 5 केजी बिस्कुटबाट वाइ चामल भुजा सोयाबिन अनि यतिको छ अब यति हो सो म घर आइसकेँ ट्याक्क लाएर मेरो रुममा छु रुम यता छ यता ट्याक्क सबै थोक छ यताबाट चाहिँ ट्याक्क मेस्ट अफ नदेखाउँला आजको दिन एकदम राम्रो भयो चिनमा उठ्यो एकछिनमा सिरिज हेर्दै थिएँ पछि केटाहरूले भ्रमण जाने भने भ्रमण नि गइयो त्यसपछि सो मच भयो भ्रमणमा तपाईँहरू भिडियोमा हेरिहाल्नु भयो होला आजको लागि चाहिँ भिडियोलाई म यहीँ बन्द गर्न चाहन्छु है त हेभ नाइस डे वाटर साइनिङ अफ बाई बाई